ल हामी कता जान्ला भैँसीबाटी किन आज के स्पेशल छ र ल अब जाम 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 लेट्स गो वेदर आज बवाल छ है आज वेदर बवाल छ है हामीसँग मसलाहरू त छ नि पहिला तरकारी हेर्नु जाने कि बिगमार्ट जाने सस्तो अलि नयाँ खोल्या नि उते राइट ह्यान्ड साइड उयो टमाटर ल्यायो टमाटर पनि लियो डुङ्गुको साग मात्रै हो नपाएको अरू के छ हेर्नै पर्छ त्यही अलि अगाडि हो मोमोको लागि सबै सामानहरू किनेर उरेर अनि अलिकति हतार पनि भइसकेको रहेछ अनि हामी चाहिँ घरमा लाग्यौँ भयो ल ल्याऊ अब म माथिमा प्याज काट्न जान्छु तिमी चाहिँ सामान लिएर आऊ है त तिमी लिएर आउनु यति ल्याउन थाकिन्छ र अझै छन् सामान अहिले तो जाबो त 2 मिनेटमा हुन्छ यो साग चाहिँ के लाग्यो मोमोकै लाग्यो त्यो यो डुङ्गुको साग हैन नि त डुङ्गुको साग नभए हामी राख्नु पर्यो त्यो मोमो लाग्यो मिठो भएन भने मिठो हुन्छ पहिला पनि त्यही नै राख्यो खै पहिला राखे जस्तो लागेन पहिला राखेको कि मैले बनाएको कि तैँले बनाएको तँ काटेर अनि त्यसपछि यो पखाल्नुमै पहिलोबाट प्याज लिएर आउँछ है त के रे राख्नु कि सबै सामान एकै ठाउँमा राख्नु सजिलो हुन्छ सबले रेडी बनाएर राख्नु कि अहिले हैन पखालेर हुन्छ अब हामी यो फिलिङ पनि रेडी गरिसक्यौँ मोमोको लागि रेडी भइसक्यो सबै बन्दा अनि के रे प्याजहरू यहाँ छ पिठो मुसेको पिठो अब बनाउँदैछौँ के मोमोको चटनी ल अब बनाऊँ हो ल के लाग्यो जारो के बढी हुन्छ क्या हुँदैन त्यो अर्को चटनी पनि बनाउने त्यो त झन् ऊ छ नि काम गरी टमाटरको चटनीलाई पनि हल्का रेडी भइसक्यो पकाएर सिद्धि अब चाहिँ हामी यता हालेर फ्राइङ गर्छौँ सामानहरू जम्मै रेडी भइसकेर हामीले चाहिँ एकजनाले बेल्ने अनि एकजनाले गोलो बनाउने गरेर फिल पनि गरि नै रहेको थियौँ अनि लगभग सबै सिद्धिसक्यो
देखिरह अब अचार हाल्ने भयो रातो पनि अलिकति हाल्छ ल वाह त बल देखियो त मोमो त कस्तो लाग्छ चाह त मलाई यहाँ पानी आइसक्यो चटनी कस्तो चटनी बेस्ट मोमो होइन र यति भन्दै आजको ब्लग यहीँ एन्ड गर्न चाहन्छु। सेयर गर्नु होला, लाइक गर्नु होला अनि स्टे ह्याप्पी।